प्राणनाथजीले भेटेर जब प्रणाम गर्दाखेरि चाहिँ उहाँको गोजीमा चिठी झरेको त्यो चिठी चाहिँ लेखेको थियो अरे पहिल्यै उहाँको गोजीमा परेछ होइन अनि त्यहाँदेखिमा जाँदा नि हुनुभयो प्राणनाथजीको कथा सुन्नु जाँदा नि हुनुभयो जाँदा चाहिँ उहाँको रानी माइली चाहिँ रानीले घरमा लक्ष्मीदास महाराजको लक्ष्मीदास भन्नुभएको नि लक्ष्मीदास महाराजको पारसमणीलाई पढाएन पारसमणीलाई प्राणनाथ महाराजले लिएर फ्याँकिदिनु भएको ठाउँ उताबाट आएर यो टेप्ले ढुङ्गा बसेर फुत्त फ्याँकिदिनु भयो त्यहाँदेखि लक्ष्मीदास महाराजजीलाई अब दुःख लाग्यो त्यसको पारसमणि अब ढुङ्गा छुँदा पनि सुन्नु हुने फेरि प्राणनाथजी नआठामा राति आएर भित्र पसेर खोज्नु भएछ खोज्दाखेरि त पारसमणि ढुङ्गा त सबै पारसमणि देख्नु भएको छ हो अनि राजी मैले नसुनेको उहाँलाई मैले एउटा साधु बाबा मात्रै सम्झेको थिएँ तर उहाँ साक्षात परम नामको परमात्मा हुनुहुँदो रहेछ मलाई क्षमा दिनुहोस् भनेर निस्केर फेरि क्षमा माग्नु जानुभयो क्षमा माग्नु गएर अनि प्राणनाथजीले तपाईँलाई यस्तो दुःख लाग्यो भने तिम्रो नाम सधैँभरि रोशन हुनेछ तिम्रो हातको कडा निकाला भनेर चाहिँ यत्रो कडा लाउनु हुन्थ्यो लक्ष्मीदास महाराजजीले ठुलो कडा लाउनुहुन्थ्यो त्यो कडा निकाला भनेर प्राणनाथजीले पछाडि झुन्डाउको कडा अहिले पनि छ अहिले त खेर मिठो भएछ सुन्दर गोटेका अनि त्यो एउटा प्राणनाथजीले राखेको अनि त्यो कडा चाहिँ पानी यसो धोएर पानी पियो भने रोगहरू जान्छ भन्ने एउटा छ होइन त्यहाँ बसेर नेता पाठ गऱ्यो भने आफ्नो इच्छा पुरा हुन्छ भन्ने छ बोलो श्री छत्रसाल महाराज की जय प्राणनाथ प्यारे की जय यो चाहिँ अहिले हामी छत्रसाल महाराजको दरबारमा आएको छौँ जहाँ छत्रसाल महाराजले प्राणनाथ महाराज र बाइजू महाराजलाई डोलीमा बोकेर यहाँ ल्याएर यहाँ होइन ए गलत भएछ गाइजहरू अनि ऊ आरती उत्रे चाहिँ कता त फेरि ए यो छत्रसाल महाराजको दरबार हजुर दरबार चाहिँ यो चाहिँ यत्तिकै बस्नको लागि होइन यत्तिकै यता आबेला है कसो हो यो आमा मान्छेले उसलाई लिएर ए होइन रानीलाई कान्छी रानीलाई लिएर होइन माइली भनेको माइली मन्जुली रानीलाई लिएर यहाँनिर आएर जाग्ने भएपछि यहाँनिर आएर बस्नु भएको यो चाहिँ माथि दरबारबाट मुनिको जहाँ चाहिँ छत्रसाल महाराजको छोरा बस्दथे राक्षस होइन राक्षस स्वभावका थिए अरे बिहारी भन्दा नि खत्तम फोटो खिच्न पर्यो त छत्रसाल महाराजजीले जुन प्राणनाथजीलाई बगीमा लगाएर यो हात्ती घोडा सबै पाल्की भएर यताबाट लिएर आएर यहाँबाट छिराएर यहाँ राख्नुभयो बगी बिसाउनु भयो बगी बिसाएर यहाँ प्राणनाथजी र बाइजू महारानीलाई यहाँ राख्नुभयो यहाँ राखेर चाहिँ छत्रसाल महाराजजीले जब पाउडा ओछ्याउनु भयो मजुली रानीको आफ्नो साडीले ओछ्याउँदाखेरि फेरि छत्रसाल महाराजजीको पगडी लगाएर ओछ्याएको ठाउँ यो यहाँबाट चाहिँ लानुभयो यहाँ चाहिँ पहिला बाइजू महारानी र छत्रसाल के अरे प्राणनाथजीलाई यहाँ ओछ्याउनु भयो यसरी बगी पनि देखाएको छ नि ऊ बगी लगाएको यहाँको रहस्यमय राजधानी यसमा यो हजुर यो बोकेर ल्याएको यो छत्रसाल महाराजजीले ए यो बेलादेखिको फोटो पो रहेछ त्यो उसमा आएको हजुर अनि त्यो शिरको चाहिँ त्यो त्यो कपडाहरू बिसाउँदा नपुग्यो भने चाहिँ यहाँबाट उहाँले छत्रसालमा पहिला छत्रसाल ए यहाँ बिसाएर यहाँबाट यसरी उद्यासम्म ओछ्याउनु भयो ओछ्याउँदाखेरि छत्रसाल महाराजजीलाई के भयो भने मेरो पगडी यत्रो शिरको पगडी नै ओछ्याउँछु मेरो प्रभुलाई भनेर चाहिँ अनि उहाँले साडीलाई हटाएर आफ्नो पगडी ओछ्याउँदा प्राणनाथजीलाई थाहा भयो कि यो अलिकति अहङ्कार भयो होइन अनि रानीको दिल राख्नलाई मन राख्नलाई एउटा नारीलाई इज्जत गर्नलाई उहाँले पगडी छोटो बनाइदिनु भयो प्राणनाथजी अनि फेरि मजुली रानीको जुन नयाँ साडीलाई ओछ्याएर अनि मात्रै भित्र पस्ने यहाँबाट चाहिँ पाउडा ओछ्याएर यता लगेको यता लानुभयो त्यही मन्दिर त होला नि होइन ऊ बेलादेखिको मन्दिर ऊ बेलादेखि यहाँ लेखिएको पनि छ उता ए यहाँ लेखिएको छ यसको चाहिँ फोटो एउटा ट्याक्क प्राणनाथजी चौपडा मन्दिर
यसमा राखेर अनि आरती उतार्नु भयो। 70 साल महाराजले पुरानो ब्रह्म आरती उतार्नु भएको यसैमा यहाँभित्रलाई र यता चाहिँ प्रणजी महाराजको आरती उतारिएको ठाउँ र यसैको यतापट्टि रहेको छ छत्रसाल महाराजको माइली रानी। नाम के अरे रानीको? रानीको नाम के भन्नुभएको? ए सुशीला, सुशीलाजी, ए सुशीला रानी नुहाउनु भएको ठाउँ। यता चाहिँ यो के हो? यता चाहिँ सुशीला रानी नुहाउनु भएको, स्नान गर्नुभएको ठाउँ यता पनि भरेको रहेछ। यतापट्टि पनि भरेको छ। सबै सखीहरूले जिस्काउँथे अरे क्या रानीलाई। यहाँ मुनि रानी नुहाउनुहुन्थ्यो, यहाँ मुनि गएर यो रानीको नुहाउने ठाउँ पहिला रानीको स्नान गर्ने ठाउँ। यहाँबाट चाहिँ रानीहरूको सखीहरू गएर जिस्काउने ठाउँ। रानीले जिस्काउने ठाउँ चाहिँ यहाँबाट यसरी चढेर यसरी गएपछि यहाँबाट जिस्काउने। ओहो रानी नुहाएको भन्दै जिस्काउने ठाउँ। तल कताबाट गयो फेरि? ए तल पनि जानु मिल्दो रहेछ है जिस्काउनलाई। ए नुहाउन चाहिँ यहाँबाट जाने। रानी चाहिँ यहाँबाट नुहाउन जाने। यहाँ चाहिँ कपडा चेन्ज गर्ने ठाउँ होला यतापट्टि चाहिँ। यो रानीको सखीहरूले यसरी नै यहाँबाट जिस्काउने गर्दछ। सखीहरूले यसरी जिस्काउनु हुन्थ्यो र रानी यहाँ नुहाउनु स्नान गर्नुहुन्थ्यो यो ठाउँमा। पहिला पुरै पानी खत्तम भएछ। अनि यहाँ चाहिँ रानीको ड्रेस चेन्ज, यहाँ ड्रेस चेन्ज गर्ने र यहाँबाट माथि उक्लिने जग्गा। यताबाट परिक्रमा गर्नु पर्यो। रानीले चाहिँ यसमा नुहाउनुहुन्थ्यो र सखीहरूले रानीको सखीहरूले चाहिँ उयो यहाँबाट बाल्टीबाट डोरीले पानी तानेर माथि स्नान गर्नुहुन्थ्यो। रानीहरूलाई कसैलाई पनि तल नुहाउनको लागि चाहिँ के थिएन हो, अलाउ थिएन। ल रानीको सखीहरूले म केही पढ्दिनँ, तालिम पनि गर्दिनँ, मलाई आफै आउँछ। धेरै जान्नु भएको रहेछ। ओ चट्टानको यहाँ पोखरी छ, के भन्छ छाँगा छ यहाँ पर बहुत ठुलो छाँगा छ यहाँ। छाँगा भनेको झरना? परिक्रमाबाट त्यताबाट जङ्गल आएर त्यो झरनाबाट यहाँ आएर यहाँ भोजन पुरा भण्डारा हुन्छ। यहाँ परिक्रमा अलिकति ढिलो आउनुभयो, अस्ति 8 तारिक परिक्रमा थियो, भण्डारा चल्छ यहाँ। अनि अब जमुनाजी उता हो, उहाँ जमुनाजी र गङ्गाजी उहाँ हुनुहुन्छ। लु चलो तल यो। अनि यो भवन चाहिँ के हो त? यो उहाँ हिरा खन्नेको भवनहरू, हिरा खन्नेको दरबार हो। ए हिरा चाहिँ यतै खनिन्छ है। यता अघि नै भिडियो बनाउनु बिर्सिएछ, एउटा फोटो चाहिँ खिचेछ। त्यता पुरै हिराहरू मान्छेले खन्दै थियो, घर बनाएर बस्छन् हिरा खन्ने। यो चाहिँ हिरा खन्नेको घर। यो चाहिँ घर है। ल माथि छत चाहिँ यस्तो हो। एउटा काहीँ छुट्याएछ नि त यहाँको मान्छेले। ल हिरा पाएपछि त काहीँ छुट्याएर बस्दैन, छोडेको यो पहिला बसेको। यो चाहिँ खाट साट अब के हो? खाट यो ढुङ्गाको खाट, सब ढुङ्गाकै आलमारी, ढुङ्गाकै खोपा, भुइँ जति सब ढुङ्गाकै रहेछ। सबै भुइँ ढुङ्गा थियो भने नि। यो माटोको कुवा थियो, उहाँ गङ्गामा नुहाउँछन्, ऊ सबैले नुहाउँछन्। जो पनि आएर दिउँसो अब गरममा त पुरै नुहाउने हो। नुहाएको पानी चाहिँ यहाँनिर पुरा पोखरी थियो, दलदल थियो क्या, माटो यस्तै जमिनमा थियो। पछाडि त्यो दलदल पानी जताततै छरिएर मान्छे टेक्ने ठाउँ भएन। अनि यहाँ सदानन्द महाराजजीले मान्छे लगाएर उनीहरूको को चेलाचेलीले यो पोखरी बनाइदिए। पोखरी गहिरो छ, तर हिजो अस्ति नानी एउटा डुबेर मऱ्यो यसैमा। हिजो अस्ति होली पछाडि रासको बेला गहिरो छ यो। त्यो नानीहरू कताबाट खेल्दै आएका रहेछन्, स्कुल गएको अरे, स्कुलबाट आएर खेल्न आएछन्। खेल्न आउँदाखेरि अब केटाकेटी त त्यहाँभित्र छ, पानी छ, यो सिँढी छ। यहाँनिर जाने भए चाहिँ उता मुनि गएछ, त्यहाँबाट चिप्लेर पसेको निस्किने। अब कसले निकाल्ने? केटाकेटी त्यति बोल्दै निकाल्ने। त्यति अरू चाहिँ भागेछन्, अब साथी हरायो भागेछन्।
भरे नानी घरमा आएन खोजी गर्दा चाहिँ यिनीहरूको कसलाई त्यो नानीहरू यसमा चाहिँ को यो जमुनाजीमा चाहिँ को स्नान गर्ने भन्नुभएको अरे ए यो स्नान गर्ने ऊ माथि हो यहाँ चाहिँ यहाँ चाहिँ यो चाहिँ पानी आएर ए जम्मा हुने ठाउँ जम्मा हुने ठाउँ ए चप्पल कता खोल्ने हो यता त्यतै खोल्दा प्राणनाथजीले प्राणनाथ प्रभुले त्यति बेला अब सबै बिचको पानी फोहोर पानी थियो होइन सुन्दर साथलाई पिउनु भनेर यो यसो कोट्याएर प्राणनाथजीको शक्तिले निस्केको एकदम मिठो पानी छ यो एकदम पियो भने यति मिठो छ यहाँ पानी यो जमुनाजी अन्त यो पहिला जाली थिएन सबै मान्छेले फोहोर गरेर गरे अझै पनि फुल हालेर हेर्नु नि पैसा फ्याँक्छन् पानीका जरधरी मुनि खाइरहेको छन् कस्तो चाहिँ होला भन्नु त मान्छेको भाव भने खतम यो हेर्दा यस्तो छ नि पानी अलि निकाल्नु भने सङ्लो छ एकदम मिठो पानी छ अनि यो जमुनाजी हो नि यो गङ्गाजी फेरि नुहाउनु भनेर प्राणनाथजीले जमुनाजीले नुहाउनु हुँदैन फेरि अनि यी चाहिँ फेरि नुहाउने पानी तिमीहरूलाई भनेर फेरि प्राणनाथजीले यो जमुनाजी यो गङ्गाजी निकालिदिएको यो गङ्गा चाहिँ फेरि पिउनु यो मिठो छ यो पानी पिउनु पनि खारा छ यो फेरि यो खल्लो एकदम खल्लो छ पानी यो पानी खल्लो यो चाहिँ जमुनाजी नुहाउनुको लागि हामीले अस्तिको दिन यहाँ नुहाएर गयौँ अब यहाँ आएपछि यसो टाउकोमा पानी सानी लाउने अनि जमुनाजी पिउने ल पहिला पानी सानी मलाई दिदी त्यहाँको पानी त आएको होला नि एउटा त टेस्ट भने खा न यहाँको पानी त्यहाँ खा भनेको चाहिँ छक्कै पऱ्यो यो पानी कति खल्लो त्यो कति मिठो हो राज्यको शक्ति र प्रताप भने यहाँको उयो खाएको छ नि त यहाँ यस्तो चाहिँ छैन स्नान गरेर जय रा श्यामाजी धाम की धनी की जय हो प्रभु पानी छिटा पुटा जान्छ होला ल सबै चरण धुने गर्ने सबै गरिदिउँ यो गङ्गाजी गङ्गा मैया गुजरात से गंगा मैया है ना गंगा में नहाने है जमुना जी पीना है परमात्मा ने 2 ही पानी जल बना दिया वो नहाने वाला में स्नान नहीं करना है स्नान करने वाला पीना नहीं है सिक्किम से हम सिक्किम से खरा हुन्छ खाइहेर्नु त कति खल्लो छ अझै खानु त ये आप लोग को गाड़ी वो क्या होगा इधर से ना हम यहाँ प्राणनाथ जी से तो मंदिर है ना प्राणनाथ मंदिर से चलते चलते आए अभी गाड़ी से जाना है जमुना जी के घाट में अमृत बन पाट में करत कीड़ा जल जोन संग सोए श्यामा ऐसे जमुना जी को घाट ल जी प्रणाम जमुना जी आइयो पानी पियो कति मिठो प्राणनाथजीको हातको पानी ल अब चाहिँ हाम्रो यात्रा अहिले हामी कहाँ घुम्यौँ अरे सर हामी घुम्यौँ ए अहिले हामी कहाँ घुम्यौँ अरे भन्नु त साँच्ची हामी घुम्यौँ अब मन्दिर सबै 5 मन्दिर परिक्रमा गरियो होइन हजुर त्यसको बादमा आयो हामी किलकिला नदी हुँदै हुँदै अमराई घाट हजुर अमराई घाट हुँदै हुँदै अहिले चोपडाबाट 76 महाराजीको पुरानो हवेली पनि गयो होइन हवेलीको बाहिर दर्शन गरियो भित्र त अब ताला मारेको थियो अनि अहिले जमुनाजी र यहाँ गङ्गाजीको अब यसपछि हाम्रो यात्रा अब यहाँबाट जाने हामी खिजडा मन्दिर त्यसको बादमा 5 पाण्डव ल अहिले चाहिँ हामीले यहाँ मान्छेहरू लिएर तलबाट लिएर आएर चाबी खोल्दैछौँ मोहम्मद श्री प्राणनाथ जी के परम शिष्य महाराज श्री सतराज जी की हवेली अभी खुल गए है बोलो श्री प्राणनाथ अरे की जय हुँदैन अरे खोल्नु अरे छत्रसाल महाराज की जय छत्रसाल महाराज की जय लाइट तो नहीं है पहिला यता चाहिँ प्रणाम गरौँ है बाइक महारानी हो मामाती जी वहाँ आएर त हो बसेको यहाँ आसन सिंहासन जय श्री प्राणनाथ प्यारी की जय यहाँ पनि बसाउनु भएको थियो यहाँ पनि आसन गराउनु भएको थियो यहाँ पनि आसन ल्याएको नि छत्रसाल महाराज ल्याउनु भएको ए हे यता रहेछ नि फेरि अर्को हवेली यहाँबाट निस्किएपछि ल यहाँभित्र आएपछि हवेलीहरू थुप्रै छ नि यहाँ चाहिँ नि कैदीहरूलाई ऊ बेलाको चाहिँ नि कैदीहरूलाई थुन्नको लागि पनि बनाइएको थियो अरे सुन्दरताहरू बस्नको लागि सबै बनाइएको थियो अब एक एक गरेर देखाउनु मिल्ला कि नमिल्ला यहाँ बता सकते हैं कि मतलब इसमें ये था कुछ हाँ 400 साल पुरानी हवेली है ये जी हवेली तो है इस रूम में क्या करता था हाँ वही उनका बैठका था उन लोगों का यहाँ सभा लगती थी उनकी यहाँ सभा लगती थी उनकी अच्छा भाषण वगैरह थोड़ा सा मीटिंग मीटिंग लगती थी उनकी अच्छा
आओ ऊपर चलते हैं, ऊपर घुमाते हैं। अच्छा, तो जो कैदियों को जो रखते थे ना, जी तो वो मतलब सब यहीं रहती थी वो उनका। अच्छा, वो जहाँ उता जानको लागि यस्तो खालको रहेछ। ओ यहाँ हेरौँ है, यो त बवाल छ बवाल। यो चाहिँ हाम्रो उतातिर हाम्रो उतातिर जाँतो बनाउने खालको ढुङ्गा रहेछ यता त। ल यस्तो तरिकाको दामी रहेछ नि त। आ जाइए। चल्यो चल्यो। यो ढुङ्गा यसलाई कसले ढुङ्गा भन्छ? यो त्यही त। काठ कुँदेर बनाएको छ। यहाँबाट माथि गएपछि ओहो हो ये सब उनकी मारे हैं जी, लड़ाई की, लडाइँ। बंदूक चलाने वाली। हाँ अच्छा, तो नहीं, 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 ये जो पॉल है ना, पॉल के हाँ हाँ छेद 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 हैं ये, उस छेद से बंदूक तान के। चलाती थी। अच्छा बंदूक इधर इधर एक बंदूक हाँ बाहर से अच्छा, तो अभी इसको चारों तरफ ही देखता है कहाँ से कौन आ रहा है। यहाँबाट चाहिँ दुईवटा यसरी बंदूक राख्दा ठुलो रहेछ, दुई दुई रहेछ नि त। दुलो हजुर यहाँबाट चाहिँ शत्रुलाई हिर्काउने ठाउँ, शत्रुलाई हिर्काउने ठाउँ यसरी। ये मारे हैं उनकी। कस्तो बवाल बनायो हो। त्यो बेलाको इन्जिनियर चाहिँ मान्नै पर्छ क्या। हजुर यहाँभित्र ओ कत्रो कत्रो त्यही छ त। ठुल्ठुलो गनहरू राख्ने ठाउँ। त्यहाँ बिचबाट दुईतिर रहेछ फेरि त्यहाँ चाहिँ। दुलो दुलोहरू ल वाह, इधर से पूरा पन्ना दिखता है। आपका मंदिर अंदिर सब यहीं से दिखेगा। अच्छा, सबले देख्छ। ए वो है छत अपना त, बड़ा मंदिर। छत फेरि डेन्जर खालको रहेछ है। यहाँ चाहिँ पुरै आपका बड़ा मंदिर वो दिख रहा है। कौन छुपड़ा सा? मंदिर है ना? अच्छा अच्छा अच्छा, वो वहाँ दिख रहा है। ओ हाँ प्राणनाथ मंदिर ये है। है तुम्हारा मंदिर, मन्दिरबाट आएको हो। महारानी जी मंदिर। हाँ महारानी जी का हाँ हाँ उयो हाँ उयो बढ़िया। माथि अब बन्दै यहाँबाट गरेको जाने चाहिँ हो श्री 5 खिचडा पद्मावतीपुरी धाम। खिचडा मन्दिर इधर अनि जाने। हामी यही बाटो हुँदै हुँदै हिँड्दै आएका। यतातिर चाहिँ हिराहरू निकाल्ने काम हुन्छ, लो, जहाँ यताबाट छत्रसालले भले भाइ घोडा लिएर हिँड्नु भएको थियो। हेर्नु, छाना कस्तो तरिकाले बनाएको हेर्नु यहाँ चाहिँ राम्रोसँग हिँड्यो हो। यहाँबाट चिप्लियो भने फेरि मान्छे चिप्लियो नि। भने पानी छैन थिएछ। राष्ट्रियमा चाहिँ मैले आमा बाबालाई यहाँ घुमाएको 12 वर्ष अगाडि। यहाँ से वीडियो बना लो, पूरा आ जाएगा पूरा पहाड़ हाँ का। वीडियो पहाड कौन सी है ये पहाड़ का नाम क्या है? यहाँ मुनि पनि टोड्का पनि कौवा से यहाँ, ये मुनि कौवा टोड्का से पनि यहाँ खिच्नु दिख न। रहा है ये पूरा। कौवस से। कौवासहरू उता यहाँ मुनि टोड्का पनि खिच्नु न। यस्तो पनि छ है टोड्का टोड्की उ त्यता पनि बन्दुक राखेर खिच्ने छ। सब मारे बनी। वो उस वक्त वो बंदूक था क्या? हाँ बंदूक छक्कै पर्छ। बंदूक 7 फुटको बन्दुकहरू छ यत्रो यत्रो। बहुत बड़ा बंदूक होता है। ए 7 फुट 8 फुटको तरबारै मात्र होइन र? तलवार कहाँ हो बन्दुक? अनि उहाँ त राजा मान्छे पहिला त बन्दुक लिएर हिँडेको नि, पछाडि 6 साल प्राणनाथजीले तलवार दिएर पनि तलवार अच्छा चलाएको। अच्छा ओ सरी चाहिँ राज्यको गुमाट पहिलाको हेर्नु त हो। 7 साल महाराजजीको पालामा राज्यको गुमाट राखेको, प्राणनाथजीलाई ल्याएर राखेपछि गुमाट बनाएको। ए त्यहाँ तल चाहिँ यो बस्नको लागि ये भी वही उसी वक्त का है ना ये? हाँ उसी वक्त का है ये सब। अच्छा सब उनका बैठ का है ये, बाहर बैठने का। अच्छा अच्छा, उधर भी है। हाँ पूरा मैदान था, साफ रहता था। वरिपरि पहाड बसेको पहाड नि टोडोका 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 यो के दाना यो यहीँ फल्दो रहेछ, यहीँ झर्दो रहेछ। यसैको दाना हो घोडाले खाने भनेको चाहिँ? घोडाले यसको दाना चाहिँ घोडाको लागि अति उत्तम। ढुङ्गाहरू यहाँ यस्तो जति पनि छेप्छ यसैको ढुङ्गा, यही ढुङ्गाहरूको भवनहरू सबै यतातिर पहिला पहिला निर्माण भएको। यो बर नि अहिले पनि उहाँ तिदुनी दरबारमा बरको रुख हो। यो पहिला प्राणनाथजी हुँदाको रुख छँदैछ, भित्र माटो हुँदैछ, बाहिरबाट फेरि यो क्या लहरा बोक्राले फेरि छोपेर फेरि नयाँ हराभरा छ, मित्र कुँदै गएको छ, बाहिर हरियो आउँदैछ। त्यस्तो छ उहाँ अहिलेको लागि चाहिँ यति नै गरौँ होला भिडियोहरूलाई। प्रणाम जी, प्रणाम प्रणाम। अरे ऐसे थोड़ी बेचेको होला, बेच्छ नि त। यो फल्छ र यसमा नि हजुर यो कागती पनि त है। कसको फोन हो यो? नींबू। यसो हामी पनि आएको जस्तो गर्दैन। इधर से भी खींचो, इधर से ये हवेली का ये निकालो। आओ इधर आ जाओ, इधर हवेली का पूरा निकालो त। इधर से हाँ यता हेर्नु न, यता 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 हेर्नु न, यता निकालो। हेलो, अहिले चाहिँ हामी छत्रसाल महाराजको हवेलीमा आएको छौँ, जहाँ चाहिँ छत्रसाल महाराज आफ्नो माइली मजली रानी मजली रानीसँग बस्नु हुन्थ्यो।
के सुशीला नाम हैन सुशीला सुशीला रानी सुशीला रानी सुशीला माता सुशीला रानी पनि उ हैन समाधि वहीं था थ्यांक यू बंद करना आता है फिर डिलीट हो जाए दिन रिकॉर्डिंग चाहिँ भइरहेको छ नि हाँ पंडित जी रिकॉर्डिंग चाहिँ भइरहेको छ नि ये चलते हुए एक वीडियो बना लो हैन रिकॉर्डिंग चाहिँ भइरहेको छ नि पीछे से आगे से चलना चाहिए यहाँ चाहिँ एउटा कोठा छ जहाँबाट एउटा खाल्टो रहेको छ यो खाल्टो भित्र यो चाहिँ सुरुङ यहाँबाट ऊ त्यहाँनिर एउटा छ त्यहाँबाट सुरुङै सुरुङ हुँदै उता मन्दिर पनि पुगिन्थ्यो उता कता 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 थियो राजाको त्यहाँ चाहिँ पुग्ने एउटा बाटो सुरुङ मार्ग थियो अरे अहिले चाहिँ जनावरहरू आयो नि मान्छेहरू हिँड्ने थाल्यो भएर अहिले त्यसले चाहिँ बुरिदिएको छ बाइजू महारानीको मन्दिर हो यो चाहिँ बाइजू महारानीजीको मन्दिर श्री XJR बाइजूराज महारानी जी का मंदिर। दरवाजे को तो उतार ले रहा अच्छा 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 यो बाइजू महारानी जी को मंदिर रहेको छ ठुलो नै यो बाइजू महारानी जी को स्नान गर्ने ठाउँ यो यहाँ चाहिँ कताबाट यता रहेछ नि त जाने बाटो यहाँबाट रहेछ जाने चाहिँ यहाँबाट गएर यता चाहिँ बाइजू महारानी जी को स्नान गर्ने ठाउँ होइन र यहाँबाट चाहिँ बाइजू महारानी जी को समाधिमा जाँदैछौ हामी आउनु आउनु है आउनु यहाँ देखाउनु हामीलाई यहाँ चाहिँ जति पनि सुन्दर साथीहरू हुन्छन् जो चाहिँ यहाँसम्म आफ्नो बिहा त्यागेपछि यहाँ आएर यहाँ आफ्नो के भन्छ हो त्यो कस्तो त्यो राम्रो भाषा बोल्ने आएन कि मलाई त अनि त्यही हो यहाँ आएर जो पनि बस्न चाहन्छन् पछि समाधि बनाउन चाहन्छन् उनले पहिले बिल काट्ने के गर्ने अरे यो सबै समाधि है समाधि सब समाधि अनि ए बाइजू महारानीको चाहिँ यो यहाँको ल यहाँभित्र चाहिँ यता चाहिँ अब को लेखाइ त आम्मा को वहीँ गरी जुत्ता खोल्नु पर्यो जुत्ता म चाहिँ नलगाउने अब तिम्रो थाकेको जुत्ता लगाएकै छैन अब लास्ट हो त्यसपछि लगाउँदा हुन्छ यहाँ हो कि परम धामवासी श्री देवी धर्मपत्नी श्री रावल भनेपछि यो अरे खोइ के लेखेको छ कतै लेखेको छैन त कता कता अब गुरुजी श्री 108 मङ्गलदासजी
हाम्रो नेपालीको गुरु मङ्गलदास महाराजजीको हो? यता ब्रह्मलीन परमहंस गुरुजी श्री 108 राधिका दासजी महाराज धामगमन 10 मई 2022 12 पण सबै समाधिमा टेकियो फेरि यहाँ बाइजू महारानीको समाधि चाहिँ यही छ भन्ने कुरो भयो है। यहाँ लेखेको चाहिँ छैन, उता भित्रबाट लेखेको छ अरे। हेर्दाखेरि पनि सबै सानसानो मन्दिर छ, यो चाहिँ ठुलै रहेको हो त बाइजू महारानीजीको समाधि। समाधि त कति 12,000 यहीँ भरे जस्तो छन्। हाम्रो आउने कि होइन पाली। ल समाधि त कति 12,000 त यहीँ भरे जस्तो छ नि त। अनि हाम्रो त छैन होला कोटा खाली। ए 12,000 त आम्मा हजुर 12,000 भन्नाले हाम्रो संसारको 12,000 होइन नि त। त्यहाँको चाहिँ कसरी हिसाब गर्नु त? अनि आम्मा जति पनि उठ्छ नुरै नुर छ परमधाममा। को फेरि मर्ने बेला नि पुरै कोट लगाएर बालुवाको कनमा नुर छ, रुखको पातमा नुर छ भनेको नि। नुर भनेको ओहो आम्मा समाधि त यहाँकाले पनि पालो पाखेन कि पाखेन माथि जानलाई। 12,000 भन्दा बढी जस्तो छन्। यो थुप्रै छन् यता समाधिहरू। अनि उतातिर यहाँ यो चाहिँ परमहंस महाराजको मन्दिर, जहाँ चाहिँ उहाँले कति 302 सालसम्म ध्यान गर्नुभएको थियो। 302 1900 केहीमा खस्नु भएको। कति सालमा ऊ जन्म चाहिँ? तो उनका समाधि है इसमें? पता ही नहीं है कि आलोक हो गए कब हो चले जाओ इनका नेचर ही बना है। तो चढ़ा के इसमें तीन से 2 वर्षसम्म यहाँ चाहिँ उहाँले ध्यान गर्नुभएको समाधि। तो हेलो, तो उनका समाधि इसके अंदर नीचे है, ऐसे नीचे बना है, ऐसे ऊपर कम मत। अच्छा के हो यताबाट भने है के भने हो? ए यहाँ रहेछ नि त। भगवान की रोशनी कर लो और नीचे देखे आओ, दर्शन कर आओ। कितना नीचे? अरे थोड़ी एक छट्टी है इधर। बनी परमहंस महाराज गोपाल बने, गोपालमणि जी का जो 102 वर्षसम्म ध्यान गर्नु भयो। 302 ए 302 इसी के अंदर बैठ के ध्यान करते थे वो। इसी के अंदर तो समाधि वो है यहाँ बसेर चाहिँ ध्यान गर्नुहुन्छ उहाँले। केवल लडिया बत्ती यहाँ फ्ल्यासवाला छ। अझै पनि यहाँ चाहिँ उहाँको समाधि रहेको छ। 302 वर्षसम्म यहाँ बसेर उहाँले ध्यान गर्नुहुन्थ्यो। ए बत्ती चाहियो। ये पत्थर इसको लगाने का? गोपालदास महाराज। गोपाल गोपालदास महाराज जी हैं। गोपाल मणि परमहंस महाराज। गोपालमणि परमहंस महाराज। गोपालमणि हेरो हेरो यो समाधिहरू देख्दाखेरि त 12,000 यहीँबाट भरि है। यो छैन हाम्रो लागि ठाउँ खाली छैन माथि, होइन? के भन्नुहुन्छ यसको विचार? मेरो विचार एउटा हो कि एउटा चक्कीको भित्र 12,000 हामी थियौँ क्या, त्यही भएर
त्यसो भए त ठाउँै ठाउँ छानी छानी बस्न पाइयो ल अब चाहिँ हामी उता कताको लागि भन्दै थियो बिर्सियो त्यहाँको लागि निस्किँदैछौँ ल यहाँ आएपछि हामीले प्रसादी पनि भेट्यौँ अमलै अमला ल कति खाने अमला ओहो अमलै अमला जति खायो नि खाने नै हो यो चाहिँ श्री 108 बाइजुराज महारानी जीका मन्दिर यसको भित्र म देखाउने छु यो चाहिँ आग्लो है आग्लो आरती होला है आरती 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 कति बजेको आरती हो अब उतापट्टि सदगुरु महाराजको पनि मन्दिर छ जो चाहिँ नि प्रहलादजीले आफ्नो गुरुको लागि भनेर बनाउनु भएको मन्दिर गुरु मन्दिर त्यसमा चाहिँ बिहान गयो अब जानु भ्याएको छ नि अब गएर भिडियो बनाउला सदगुरुजीको मन्दिर यो चाहिँ प्रहलादजीले आफ्नो गुरुको लागि गुरुको सम्झनाको लागि बनाउनु भएको सदगुरुजीको मन्दिर सदगुरुजीको धाम घुम्नुपछि बनेको भन्ने कुरो भएको थियो अब अहिले चास सकेर छिटो छिटो बनाउनु परिरहेको छ है दौडिँदै दौडिँदै बाहिरको माहौल यताको मन्दिरबाट बाहिर निस्केपछि यस्तो छ जुत्ता मेरो यहाँ यतानी बाटो यता भित्र चाहिँ सबै चढाउनुहरू के छ भण्डारा सन्डारा सबै लाग्छ ल अहिले हामी पाण्डव गुफा जाँदैछौँ पाण्डव गुफा के अरे त्यहाँ चाहिँ पाण्डवहरूले गुफा एकदम शरीर जोगाएर बसेको ठाउँ पाँच पाण्डव ए पाँच पाण्डवको वनवास त्यहाँ जाँदैछ त्यसको लागि यहाँ तेल भरिँदैछ कतिको 300को तेल 300 तेल भरिँदैछ अब पुरै जङ्गलको बाटो छ अरे बाघ भालु लाग्ने बाटो म चाहिँ अगाडि बस्दैछु धामबाट यता हामी घुम्न आएका छौँ र यो चाहिँ यो पुरै जङ्गल है अहिले थुप्रो जङ्गल कटेर आइयो अझै पनि छ होला तल अहिले हामी उकालो चढेर ओह्रालो जान्छ यता पुरै खाई अरे खाई मतलब खाल्दै खाल्छ यो चाहिँ पन्ना नेसनल पार्क होइन पन्ना नेसनल पार्क है यो पुरै हजुर पाण्डव गुफा जाने रास्ता चाहिँ यो पन्ना नेसनल पार्क हुँदै कटेर जानुपर्छ पुरै बाघ आउने हेरेको छ
कहाँ आइपुग्यो अभी हम कहाँ आ चुके बोर्ड में देखो पेंटिंग दिखाओ। कृपया वाहन पार्किंग में है हाँ उधर से उधर जाओ, उस तरफ से बोलो। ठीक है जहाँ 5 पाण्डवहरू यो वन जङ्गल 12 ल अहिले चाहिँ हामी 5 पाण्डव गुफा हेर्नको लागि पन्नाबाट आधा 1 घन्टाको बाटो 12 वर्ष वनवास हुनु पार गरेर आएका छौँ। यो चाहिँ माता कुन्तीलाई लिएर पन्ना राष्ट्रिय निकुञ्ज त्यसलाई यहाँ आएर उहाँहरू वनवास पन्ना राष्ट्रिय निकुञ्ज हामी 5 जना छौँ। एकजना अटोवाला भाइ पनि थिए, आउनु मानेनन्, खान भाइ। त्यति नै होइन अहिलेको लागि त्यति नै हो। तो सब भिडियो चाहिँ यो गरेर यो घाँस नि स्पेसल बाघको लागि नि बनाएको हो। फेरि हिँड्दा हिँड्दै तर्साइदिने के भने हामीले त गाडीको लिएर गएको क्या हो अन्त पैदल हिँडेर गाडी लिएर गएको त्यो भिरभरि ल ल ल ल ल आयो 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 ओहो ओहो आमा कहाँ हो त नि यो जुन छ नि भिर यो भिरबाट सबै पानी चुन्छ तप तप चिसो पानी आउँछ यो तल यहाँ मुनि जानुपर्छ तल 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 आजको हाम्रो बिहान देखेको गाइड ल अहिले चाहिँ हामीले यहाँ गाइड पनि भेट्यौँ 100 रुपियाँको गाइड। यो अब हामी यहाँ तल जाँदैछौँ। ओहो सिन नजारा बा हो यो त मैले चाहिँ सपना देखे जस्तो पो ठाउँ छ त हो क्या यो त मैले सपना देखाएको थिएँ यार यो त ओ मुलाले भन्न थाले त्यति बुढा यहाँ चाहिँ पाण्डव जल के हो पाण्डव फल प्राकृतिक जल रहेको छ जुन खाँदा अति नै उत्तम फिल हुन्छ। र यहाँबाट तल 300 सिँढी जानको लागि आउनको लागि 300 सिँढी 600 सिँढी रहेको छ उ त्यहाँ। ल हामी तल गुफामा जाँदैछौँ। गुफा पुग्न आँटियो। ल यहाँ मकडी कति ठुलो हो कता गयो खै त म बाहिर देख्छु मोबाइलमा देख्दिनँ त यहाँ रहेछ। ल मकडी यहाँबाट चाहिँ सुरुली खेल्न मजा आउँछ इसबीबाट हो क्या ओ मछली ए मछली जलपरीहरू थुप्रो छन् है थुप्रो जलपरी। यहाँबाट अब यता यस्तो नजारा आउँदाखेरि ओ बाहुबली का सीन यहाँ पर तो नहीं हुआ था ना शूट? हाँ इधर नहीं हुआ बाहुबली का। अच्छा म सुन्दिनँ है मेरा चासो के हो अहिले फर्किने बेला खिचाउला क्या भिडियो बनाउँदैछ। ये घर बना हुआ शिकार का घर है राजा महाराजाओं का। जब शिकार करने आता था राजा महाराजा रहता था वो उधर सामने उधर सामने रहते थे उधर दिखेगा चल रहे हैं उधर साइड में देखेंगे चल के। ये बाकी है इधर आएगा ना यो 5 पाण्डवको गुफा है नजरिया यहाँबाट चाहिँ पानी सधैँ 24 घन्टा झरिरहन्छ। यहाँबाट चाहिँ पानीहरू उस समय वो यहाँ आकर के कुछ दिनों के लिए ठहर चुके हैं। सभी जगह को जो है पांडव कोट के नाम से जाना जाता है। और जब पांडव जी यहाँ से चले गए और कई वर्षों के बाद जब राजा महाराजाओं का समय आया था तो जो पन्ना के छत्रसाल राजा थे वो यहाँ पे उन्होंने इस जगह को जो है बाद में शिकार का घर बना लिया था। शिकार का घर बनाया था क्योंकि यहाँ तालाब में पानी था उस समय भी था आज के समय में। तो जब राजा महाराजाओं का जमाना था तो उस समय सबसे बड़ी चीज़ क्या थी पाबंदी नहीं थी शिकार में। आज अपने समय में तो बहुत सारी पाबंदी हो गई है शिकार में। तो वो जो है यहाँ पे शिकार के लिए आया करते थे। और जब राजा महाराजाओं का समय खत्म हुआ कई वर्षों के बाद
और जब क्रांतिकारियों का समय आया तो जो अपने यहाँ फ्रीडम फाइटर चंद्रशेखर आज़ाद जी थे और भगत सिंह थे, तो वो जो है यहाँ देश की आज़ादी के लिए मीटिंग कर चुके अपने 13 क्रांतिकारी भाइयों के साथ में। और उनने इसलिए इस जगह पे मीटिंग रखी हुई थी क्योंकि उस समय अंग्रेजों का शासन था अपने यहाँ 4 सितंबर 1929 में। तो वो जो है यहाँ पे फिर देश की आज़ादी के लिए अपने 13 क्रांतिकारी भाइयों के गुप्त जगह पे मीटिंग कर चुके हैं। और ये वर्तमान समय में ये जगह जो है पन्ना टाइगर रिजर्व में है। ये जो जंगल आप लोग चारों तरफ देख रहे हैं, जो भी लोग रास्ते में मिला था, जब आप लोग पैदल आए हैं या गाड़ी से आए हैं, तो ये पूरा नेशनल पार्क का जंगल। यहाँ रात के समय में जानवरों की भी काफ़ी चहल पहल होती है। भालू वालू की ज़्यादा संभावना रहती है यहाँ पर आने की। कभी कभार लेपर्ड भी आ जाते हैं, या गर्मियों के सीजन में टाइगर बाघ भी यहाँ पर आ जाते हैं, क्योंकि यहाँ पानी की उपलब्धता है जानवरों को 12 महीने। और यहाँ जो पानी की उपलब्धता है पूरी की पूरी पहाड़ों से है। अभी ये बाहर की तरफ वाला जो झरना देखा, प्राकृतिक झरना है, गर्मियों में लगातार आता रहता है। ये किसी नदी तालाब का पानी नहीं। सामने की तरफ वो फॉल का भी नज़ारा जब यहाँ से देखते हैं निकल करके, तो 25 मीटर की ऊंचाई से फॉल भी गिर रहा है, वो भी पहाड़ों का झरना है जो पूरे 12 महीने आता है। तो इस तरह से यहाँ पानी की उपलब्धता जानवरों के लिए 12 महीने रहती है। तो यहाँ पे जानवरों का काफ़ी आना जाना जो है बना रहता है। इस दृष्टिकोण से ये जगह ऐतिहासिक बनी हुई है। खजुराहो से 35 किलोमीटर और खजुराहो से पन्ना से मात्र 12 किलोमीटर की दूरी पर ये पांडव जलप्रपात जो है स्थित है बीचों बीच। और ये यहाँ पे प्रकृति का एक आनंद ही कुछ अलग है। जगह पे आकर के एकदम शांत माहौल रहता है, जंगल के संगीत का आनंद ले सकते हैं अपन यहाँ आकर के। तो इस दृष्टिकोण से काफ़ी दूर दूर से लोग यहाँ देखने के लिए पहुँचते हैं, जहाँ पांडव जी ने अपने कुछ समय वनवास काल का बिताया हुआ था। तभी इस जगह को जो है पांडव फॉल जानते हैं। और ये जंगल जो आप लोग देख रहे हैं चारों तरफ, ये पूरी विंध्याचल की श्रृंखला दिख रही है। विंध्याचल पहाड़ का नाम जो है, और एरिया जो है नेशनल पार्क वाला है ये पूरा। तो इसके अंदर मतलब उधर से देखना अंदर नहीं जाएंगे और इस तरफ घूमेंगे और इधर ही आगे यहाँ मुनि चाहिँ पाण्डवहरू यसमा चाहिँ के भन्नुभयो पाण्डवहरू 12 वर्ष वनवास 12 वर्ष यहाँ बस्नुभयो होइन? यो के मरेको हो त्यो? के मरेको त्यहाँ? ओहो डर लाग्यो। आया तो मतलब इसके अंदर क्या था? ओह इसमें क्या मतलब ध्यान करते थे कि बैठते थे वो लोग? हाँ, रात में आके छिप जाते हैं। अच्छा अच्छा। डरै लाग्ने कि सर्प? 5,000 वर्ष यो ढुङ्गा कुटेर कसरी बनायो होला? 5,000 वर्ष अगाडिको हो नि, अन्त यो एउटा परमात्माको शक्ति। यो बाहिर पो सिमेन्ट लगाइदिएको, भित्र त कसरी छ? यता पनि हेर्नु आराम से आना, आराम। उधर से हमको पीछे स्लिप करेगा, उधर से आओ। त्यो माथि पनि मन्दिर छ, त्यसमा चाहिँ जान अहिले अलाउ छैन अरे, माथि भत्किन्छ भनेर। पुरै पहाडै पहाड। तो उसमें वो पांडव इधर ही रहे पांडव, उधर रहे, वहाँ नहीं, इधर रहे, ये लिखा है पांडव गुफा। अच्छा पांडव गुफा है इधर। तो उसमें वो क्या मतलब ये राजा महाराजा ने फिर बाद में मॉडिफाई किया इसको। अच्छा। शिकार का घर है ये फिर बाद के। पहले जब पांडव और आए थे तब तो ऐसा नहीं था। तब ऐसा नहीं था। उधर और पीछे पीछे, अरे और पीछे, उधर से आओ आप लोग, स्लिप करेगा उधर और पीछे। पास कोई आपका क्या नाम करके बोलते हैं, जो पांडवों ने अज्ञातवास व्यतीत किया था, क्या वो जगह नेपाल में है? जो विराटनगर क्या बोलते हैं, नेपाल में ही है या यहाँ कहीं पर? नेपाल में है विराटनगर। हाँ, विराटनगर नेपाल में है। फिर वहाँ से वो किच्चक ना, जिसे भीम ने जिसको मारा था, हाँ। वो विराटनगर से मना किया था ना, मना किया था ना, वो बोल रहे थे। चिप्ली है, चिप्ली चिप्लिन्छ भन्दै चिप्लियो। बोला था
खेजड़ा मंदिर मंगलद्वार आइपुगे है आइपुगेका छौँ। हिन्दी बोल्न आउँछ के भयो होला र हाम्रो उहाँ सुन्दर राजले अटोबाट झर्दै हुनुहुन्छ। अब हामी भित्र प्रवेश गर्दैछौँ। अलिअलि भिड हुँदैन नि आम्मा कहाँ छत्रसाल महाराजको छन् र सन्तान अझै नि? किन छैन नि त अहिले उहाँ छत्रसाल पार्कमा जानु क्या छत्रसाल पार्कमा सबै लेखिदिएको छ। छत्रसाल महाराजदेखि ब्रान्च हुँदै 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 हाँगा 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 तल आइपुगेको लेखिदिएको छ। यो चाहिँ छत्रसाल महाराजजी युद्ध गर्दा गर्दै लडाइँ गर्दा गर्दै अनि यहाँ आएर एउटा सानो बनाएर बस्नु भएको र यो मन्दिरमा चाहिँ प्राणनाथजी महाराजले छत्रसाल महाराजलाई तरबार र भलेभाइ घोडा दिनुभएको ठाउँ। यहाँ चाहिँ भलेभाइ जस्तै अरू घोडाहरू रहेका छन्। त्यो तरबारको नाम चाहिँ के अरे? तलवारको नाम त याद भएन। तरबारको नाम चाहिँ सिद्धिबुद्धिले याद थाहा छ तलवारको नाम थाहा अझै मन्दिर अब बन्द छ अरे अब कतिखेर खोल्ने हो। मन्दिरभित्र चाहिँ खै छैन। पुजारीलाई कहाँ नम्बर छ कताबाट भन्दा देखाउँ? किन नम्बर ल भित्र मन्दिर प्रवेश 2 घन्टाको वेटपछि बल्ल मन्दिर खोलेको छ। दर्शन गर्ने बाटो रहस्यमा धेरै धान दिए कति बज्यो त्यहाँ हुनुहुन्छ भने आजको हाम्रो यात्रा रहेको छ मौ, जहाँ छत्रसाल महाराज दरबार रहेको छ। ल हाम्रो मौको यात्रामा एउटा ट्रक तल हामफालेको देखियो। जाउँ जाउँ जाउँ। जय बोले श्री भोले भाइ घोडा के जय। यो नदी चाहिँ केन नदी, जहाँ चाहिँ छत्रसाल महाराज पार गर्ने बेलामा बाढी आएको थियो र छत्रसाल महाराजले भोले श्री प्राणनाथ प्यारे के जय भनेर भोले भाइले तार्नु भएको थियो बाढी आएको बेलामा। केन नदी, केन हो नि नाम, केन केन नदी। याद हुन्छ नि केन त? केन त भइहाल्छ नि। अहिले चाहिँ हामी यस गाडीमा मौको लागि जाँदैछौँ। फोटो अहिले चाहिँ हामी छत्रसाल महाराजको एउटा 2 वर्ष भयो अरे 2 वर्ष अगाडि एउटा सरकारले बनाएको यो के हो। अब यहाँ आइपुगेका छौँ। दरबार चाहिँ अब जानै छ। अब त्यो माथि हो कि जस्तो छ दरबार जाने। भले भाइ हुनुहुन्छ मुनि घोडा माथि छत्रसाल महाराजको नयाँ नयाँ बनेको स्ट्याचु छ एउटा। 21 मार्च 2018 विक्रम सम्वत 2075 मा बनेको एउटा नयाँ नयाँ। ल अहिले चाहिँ हामी छत्रसाल महाराजको दरबारमा जानुभन्दा अगाडि एउटा स्ट्याचु आएको छ। छत्रसाल महाराजको अहिले भर्खर बनेको 2-3 वर्ष अगाडि 2018 मा बनेको रहेछ विक्रम सम्वत 2075 मा। यो एरिया चाहिँ छत्रसाल महाराजको घोडालाई चाहिँ नि उ बेला छत्रसाल महाराज जति पनि घोडाहरू हुन्थे उनीहरूलाई ट्रेनिङ दिने ठाउँ रहेको छ यो। र यहाँनिर एउटा सानो भवन रहेछ। यो चाहिँ छत्रसाल महाराजको अफिस उ बेलामा। यति नै हो। र अब उता माथि चाहिँ एउटा पुरानो एउटा के भन्छ एउटा बिल्डिङ त के एउटा दरबार जस्तो देखिएको छ। तर दरबार चाहिँ होइन, त्यो चाहिँ मुसलमानहरूको जति पनि उ बेलामा मरेका थिए उनीहरूलाई त्यही समाधि बनाएर एउटा यस्तो त्यो बनाउने गरेको रहेछ।
हाम्रो भले भाइ त्यो माथि 17 साल महाराज तलवार गर्नुभएको राम 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 फुटबल प्रणाली रिसो पनि छ मेरोमा सायद महाराज 17 साल सङ्ग्रहालय धुबेलामा आइपुगेका छौँ हामी अहिले महाराज 17 साल म्युजियममा गएर उहाँको सबै वस्त्रहरूदेखि लिएर उहाँले युज गर्नुभएका सबै सामग्रीहरू जति पनि छन् त्यो अब हामी अवलोकन गर्नेछौँ। त्यसमा अब भिडियो बनाउनु दिन्छ दिँदैन अब त्यो त्यहीँ गएपछि थाहा हुन्छ। अहिले चाहिँ हामी त्यसको लागि प्रवेश गरेका छौँ। ल अहिले चाहिँ हामी आइपुगेका छौँ महाराजा 17 साल पुरातत्व सङ्ग्रहालय धुबेलामा। यहाँभित्र म्युजियम पनि होला, म्युजियम भन्नुभित्र यहीभित्र म्युजियम रहेको छ। अब म्युजियममा चाहिँ फोटो भिडियो गर्न दिन्छ दिन थाहा छैन, त्यहीँ गएर हेरौँ होला। त्यहाँ पनि सब थुप्रो रहेछ यहाँ। अब माथि पनि रहेछ यहाँ। अब दरबार रहेको छ। अब बिस्तारै अवलोकन गरौँला यसको यो दरबारहरू चाहिँ। ल अहिले चाहिँ हामी सङ्ग्रहालयमा प्रवेश गरेका छौँ म्युजियम। यो सबै हेर्दाखेरि त उभेलाकै जस्तो देखिन्छ। प्रणाम जी प्रणाम। 17 साल महाराजको पहिला दरबार रहेछ यो, तर अहिले चाहिँ म्युजियम बनिएको छ भन्छन्। हामी यहाँ प्रवेश गर्दैछौँ आज। प्रणाम। ल अहिले चाहिँ हामी म्युजियममा छिरेको छौँ। त्यहाँ हाम्रो एकजना सिक्किमको दिदीले टिकट लिँदै हुनुहुन्छ 5 जनाको। भारतीय नागरिकलाई 20 रुपियाँ, अरू विदेशी नागरिकलाई चाहिँ 400 रुपियाँ रहेछ एकजनाको। त्यो भएर हामी चाहिँ सबैजना सिक्किमबाट हो भनेर ताल लागेका छौँ। ल अहिले चाहिँ हामी म्युजियममा छेको छौँ। यो चाहिँ उबेलादेखिको महाराज 17 सालको भवन। ल हामी चाहिँ म्युजियममा सुरु गऱ्यौँ। यो बुट्टा जति पनि छन् यो सबै उबेलादेखिको बुट्टाहरू रहेको छ यहाँ। जति पनि रहेका छन् है, जति पनि बुट्टाहरू रहेका छन्। को हुन्छ कलाकृतिको हात नलगायो भनेको छ। अब हात नलगायो भने लाउनु त परिवार लाउनु लागिहाल्छ। प्रणाम। मूर्तिहरू छन् जति पनि। यो गणेशजी हुनुहुन्छ, उहाँ बुद्धजी हुनुहुन्छ, हातै रहेको छ बुद्धजीको। बाँकी अहिले बनाउनु थियो। यो 17 साल महाराजको पालाको तोप यहाँ दुईवटा देखाइएको छ अगाडि। यो पनि एउटा तोप। यो चाहिँ उबेलाको ढुङ्गामा लेखिएको जति पनि छन्। के भाषा हो यस्तो? यो सब त्यही बेलादेखिको यो ढुङ्गामा लेखिएको महाराज 17 सालको पालाको ल अब चाहिँ हामी भित्र म्युजियममा छिर्दैछ, जहाँ चाहिँ महाराजा 17 सालको वस्त्रहरू उहाँले युज गर्नुभएका जति पनि सामग्रीहरू यो उबेलादेखिकै सिडी हो। यो मार्बल सार्बल चाहिँ अहिले हालेको। जति पनि बुट्टाहरू रहेका छन् सबै उबेलादेखिकै। कुन चाहिँ आयो फेरि भले भाइ? उसको बाबुले हो त्यस्तै डाँडा। 17 साल महाराजको शिरमा लगाउने टोपी। यो महाराजको चिठी यो हात आफूले लेख्नुभएको। यहाँ बोल्नलाई पाइँदैन भिडियो गर्न, त्यही भएर महाराजको वस्त्र कति लामो अग्लो हुन्थ्यो भन्ने कुरो यसैले जनाउँदछ। 17 साल महाराजले लेख्ने पेन कलम हो यो। 17 साल महाराजले यो हातमा लगाउने कडा सडा सबै रहेको छ। यो 17 साल महाराजको त्यो कोट भने जस्तै सबै चाँदीको हो। यो सबै चाँदीको रहेछ कोट। मस्तानी जीवको वस्त्र। मस्तानी भनेको 17 साल महाराजको छोरी
बाजीराव श्रीमती छत्रसाल महाराज विद्या है कोनो भी पढ़ाई शास्त्र विद्या बोले जी 3 जातन में तम्बाकू पिउनको लागि तम्बाकू पिउने पाइप बोतलका अंदर यो कसको छत्रसाल महाराज यो कसको अरे हँ बाबा होइन यो कसको अरे वेट छत्रसाल महाराजको कैसे घुसाउँदियो के अरे वार्ड है कला यो के अरे खाट हेर्नु नि बोतलभित्र खाट छ यहाँ खाट? चौकी छ ओहो कसरी भयो होला कला अरे यहाँ त पनि छ खटिया पैसा राख्ने यहाँ पनि खटिया छ यो पहिला उहाँको क्या कन्तुर बोतलभित्र खाट अरे ओ कन्तुर है कन्तुर आप देखो सामने पीछे सब शीशी लगे हैं छोरी के बोला म बनाउँछ अंदर का के बोला खाट खाट छ यहाँ हेर्नु न भित्रपट्टि कसरी पस्यो होला वो लाइट का है ना बल्ब का झूमर अच्छा झुमर और ये चलो पैसा राख्ने हो कि उहाँ 66 सालको महाराजको कन्तुर चाहिँ नि जुन मेन चिजहरू राख्ने मेन इम्पोर्टेन्ट चिजहरू त्यहाँ यहाँ यी 66 साल महाराज को यो ये चेस छत्रसाल महाराजहरूले खेल्नुहुने चेस यो मेडलहरू पाउनु भएको होला सायद 2019 जैसे आप लोग यो बेलाको सिक्का शिष्य हैं सही और भी उनके शिष्य थे मुसलमान नहीं है अरे दास त के भन्छ शिलालेख यतिरै मूर्तिहरू रहेछ नि यो चाहिँ मस्तानीको भवन यतापट्टि महाराज छत्रसालको कोट कोट खास उहाँको यो चाहिँ कोट भनिन्छ जुन अहिले म्युजियम रहेछ यतापट्टि चाहिँ मस्तानीको भवन मतलब छत्रसाल महाराजको छोरी छत्रसाल लगभग 1696 में बनाया नृत्य गाना मस्तानी के लिए करवाया था भने क्या हो छोरीको नामको यो फोटो ले सकते हैं मतलब फोटो जी हाँ वो ऑफिस में दिया हमारी बना ली कभी हाँ हमारी आ गई तो के भने के बुझेन क्या मस्तानी गाना है हाँ भाई मस्तानी गाना है यो नाच्नको लागि होला यतातिर बस्यो नि यहाँ बिचमा नाच्छ नि हेर्ने नाच्ने यहाँ नाच्ने हो वरिपरि बस्ने हो यहाँ नाच्ने हामी चाहिँ अहिले मस्तानी जो चाहिँ छत्रसाल महाराजको छोरी हुनुहुन्छ जो बाजुरावसँग बिहे गर्नुभएको थियो उहाँलाई डान्स गर्नको लागि यो छत्रसाल महाराजले बनाइदिनु भएको ठाउँमा आएको छौँ र यहाँ आएर हामी पनि नाच्न खोज्दैछौँ माथि जाने ठाउँ यो खै यहीँ आएर सकिएको त यो त सकियो यहाँबाट नि अम्बा खाँदै गुम्बाम यहाँबाट माथि जाने ठाउँ रहेछ
यता म्युजियम घुमेर अहिले हामी यतापट्टि आएको छ एउटा दरबारमा। यो चाहिँ बन्द रहेछ, हेर्न पाइँदैन रहेछ दरबार। यहाँ चाहिँ ठुलै देखियो। यो के हो कसको हो? अब हुन त 66 साल महाराजकै होला। यहाँबाट केही देखिन्छ कि कहीँ नि? ओहो कहाँ हो खै? यहाँबाट चाहिँ यता माथि जाने एउटा बाटो देखेँ मैले। के देखिन्छ कि नजारा? यहाँबाट चाहिँ रहेछ बाटो हेर्नको लागि। यो के हो खै के हो? के हो यो? भर्याङ पनि यति सानो रहेछ यहाँ त। खुड्किला चाहिँ कति ठुला ठुला हुन्। भित्र के छन् थाहा छैन। अब जानै डर लाग्ने कि अँध्यारो, मान्छे पनि छैन। चाबीला भुताउने भएर चाबीला अघि यताको त नजारा हेरियो। अब यतापट्टि गएको एउटा अर्को के हेर्नु पर्यो। पुरै झाडै झाड। ओहो ल यहाँ त केही पनि रहेनछ। यति रहेछ। भत्केको हो कि पहिला केही थियो होला, यसमा भत्केको होला अहिले। ल अब चाहिँ फर्किँदैछु। केही पनि देखिएन अब चाहिँ। ल यहाँ दरबार चाहिँ हामी घुमेर आयो। यसमा चाहिँ यो अगाडि चाबी लागेर चाहिँ छिर्न मिल्दैन रहेछ। उतापट्टि एउटा चोर बाटो जस्तो रहेछ, सानो भर्याङ भएको। त्यहाँबाट छिरेर हेरेर आयो। यतापट्टि त अलिअलि केही रहेछ, उतापट्टि चाहिँ केही पनि छैन। त्यो भत्केर नै होला। अब चाहिँ हामी महाराजा छत्रसालको मुख्य दरबार कहाँ हो, अब त्यहीँ नै जाँदैछौँ अब चाहिँ। ल अहिले चाहिँ हामी महाराजा छत्रसाल पुरातत्व सङ्ग्रहालय दुपेला भनेको महाराजा छत्रसालको म्युजियम आएको छ, जहाँ महाराजा छत्रसालको कपडाहरू, उहाँले युज गर्नुभएका जति पनि हतियारहरू, ऊ बेलाको के भन्छ त्यो ढुङ्गामा लेखिने के लिखित हुन्छ हौ, त्यो सबै हेर्न जाँदैछौँ। र अहिले चाहिँ हामी महाराजा छत्रसालको म्युजियम हेरेर महाराजा छत्रसाल र प्राणनाथजीको पहिलो भेट जहाँ भएको थियो त्यहाँ जाँदैछौँ, जहाँ चाहिँ महाराजा छत्रसालको गोजीबाट एउटा सिक्का झरेको थियो। त्यो स्थानमा जाँदैछौँ। अहिले चाहिँ हामी छत्रसाल महाराजको म्युजियम हेरेर छत्रसाल महाराज र प्राणनाथजीको पहिलो भेट जहाँ भएको थियो, जहाँ चाहिँ छत्रसाल महाराजसँग एउटा सिक्का रहेको थियो र त्यो सिक्का छत्रसाल महाराजको घाँटीमा चाहिँ सपनामा पाउनु भएको सिक्का हुन्थ्यो। जुन चाहिँ घोडा प्राणनाथजीको तस्बिर घोडा भएको। अनि छत्रसाल महाराजजी चाहिँ यता परबाट सिकारी भेषमा हेर्दै हुनुहुन्थ्यो। अनि प्राणनाथ स्वामीले थाहा पाइहाल्नुभयो
छत्रसाल हो भनेर। अनि पछि आएर अलिक रामनाथ यही ठाउँमा चाहिँ छत्रसाल महाराज छत्रसाल महाराजले चाहिँ अनि पहिलो भेट अगाडि आएर भएको थियो जहाँ छत्रसाल महाराजसँग एउटा सिक्का रहेको थियो। उहाँले चाहिँ मलाई बसमा यही ठाउँमा चाहिँ छत्रसाल महाराज र प्राणजी पहिलो भेट भएको थियो, जुन अहिले सिरियलमा पनि रहेको छ होइन। र त्यहाँ अगाडि एउटा गेट रहेको छ जुन चाहिँ सुन्दर साहबहरूले नभुल्नुन् भनेर भन्नको लागि बनाइएको थियो। यही गेटबाट अहिले चाहिँ हामी यो गेटबाट चाहिँ भित्र छिरेपछि छत्रसाल महाराज र प्राणजी पहिलो भेट भएको स्थानमा पुगिन्छ। र अहिले चाहिँ हामी त्यो ठाउँ हेरेर घर निस्किनेछौँ। अब चाहिँ हामी छत्रसाल महाराजको दरबार जाँदैछौँ। अहिले चाहिँ हामी महाराजा छत्रसालको प्रथम रानी कमलापति भनेको छत्रसाल महाराज, कमलपति होइन छत्रसाल महाराज 7वटा गुम्बद रानी। महाराजको अहिले चाहिँ हामी महाराजा छत्रसालको प्रथम पत्नी कमलापति रानी जेको समाधिमा आइपुगेका छौँ। यो चाहिँ उहाँको समाधि रहेको छ। समाधि पनि कत्रो क्या भने महले कतिवटा अरे ऊ 7वटा के 7वटा गुम्बा रहेको छ यसमा। अनि ऊ त्यो त्यहाँ रहेको तालबाट चाहिँ सिङ्गडा होइन सिङ्गडा हो कि सिङ्गडा निकाल्छ। त्यहाँबाट चाहिँ सिङ्गडाहरू निकाल्दैछन्। यहाँबाट प्रवेशद्वार पनि रहेको छ। यो चाहिँ भित्रबाट नजारा यस्तो हो। एक परिवारमा लाउनु मिल्ने माथि जानको लागि भर्याङ पनि रहेछ। यहाँ दुईवटा रहेछ भर्याङ, एउटा यता एउटा उता। यो चाहिँ उहाँको समाधि उपर जा सक्दैन। ल आउन माथि जाने भयो। हामी माथि जाँदैछौँ। यसको सिँढी चाहिँ नेपालको पुरानो धरहराको जस्तै रहेछ है। माथि पनि एक परिकारमा लाउनु मिल्ने खालको रहेछ। यतै बाहिर देखेको त्यो तालमा ढुङ्गामा चढेर मान्छेहरूले सिङ्गडा निकाल्दैछन् तालबाट। सिङ्गडा भनेको चाहिँ खाना मिल्ने चिज हो। यहाँबाट पनि यता भित्र के हो यो। यहाँबाट माथि जाने ठाउँ रहेछ। ओ दाजु यहाँबाट पनि अझ माथि जाने ठाउँ रहेछ। यो चाहिँ अन्तिम स्थान यहाँबाट। यो चाहिँ कमलापतिको समाधि यहाँ रहेको छ, बिचमा रहेको छ। छत्रसाल महाराजको पहिलो पत्नी। यसको माथिको बुट्टाहरू माथि झल्लर पनि झल्लरको चाहिँ मात्र रहेछ, डोरीमा चाहिँ झल्लर रहेको छ। ल अब हामी समाधि हेरेर निस्किएका छौँ। अब महाराजा छत्रसालजीको समाधि स्थलमा जाँदैछौँ। अब चाहिँ हामी महाराजा छत्रसालजीको समाधिमा जाँदैछौँ। अहिले चाहिँ हामी श्रीकृष्ण प्रणामी मन्दिर मोतीबाग मुकरहवामा आइपुगेका छौँ, जहाँ प्रणामी मन्दिर प्राणनाथजी यसलाई चाहिँ छत्रसाल महाराजले बार बार प्रणाम गराउनुहुन्थ्यो। र यहीँ आएर छत्रसाल महाराजको देहत्याग भएको थियो। र समाधि स्थल चाहिँ अर्को ठाउँमा रहेछ। शरीरको समाधिको स्थल चाहिँ अर्को ठाउँमा रहेछ। र यही रूपमा चाहिँ छत्रसाल महाराजले आफ्नो घोडा भले भाइलाई यहाँ बाँध्नु भएको थियो। र भले भाइले छत्रसाल महाराज फर्केर नआएको हुँदा भले भाइले यहीँ नै आफ्नो देहत्याग गर्नुभएको थियो।
यही मन्दिरभित्र रहेको छ एउटा ठुलो रुख जहाँ चाहिँ छत्रसाल महाराजजीले आफ्नो भले भाइ जुन घोडा रहेको थियो उहाँलाई यसैमा बाँधेर चाहिँ छत्रसाल महाराज यहाँभित्र मन्दिरमा जानुभएको थियो। यो मन्दिर उही बेलादेखिको मन्दिर जुन छत्रसाल महाराजले आफ्नो प्राणनाथजीको लागि भनेर बनाउनु भएको मन्दिर र उहाँ आफ्नो विरहमा एक दिन यहीँभित्र अन्तर्ध्यान हुनुभएको थियो। यहीँभित्र सिंहासन रहेको थियो। यहीँ उहाँलाई प्रणाम गर्दा गर्दै उहाँ अन्तर्ध्यान हुनुभएको थियो र छत्रसाल महाराज नफर्किनु भएकोले छत्रसाल महाराजको विरहमा भले भाइ घोडाले यही रुखमा आफ्नो देहत्याग गरेका थिए। ल अहिले चाहिँ हामी महाराजा छत्रसालको अन्तर्ध्यान भएको मन्दिर हेरेर अब हामी यहाँ माथि एउटा दरबार रहेछ त्यहाँ हेर्न जाँदैछ। यो घरहरू एकदम झुप्रा झुप्रा, यो चाहिँ अलिक ठिकै छ, उता एकदम झुप्रा झुप्रा घरहरू छ यहाँ भए जस्तै। यो हेर्दा हेर्दा उभेलाको जस्तै देखिन्छन्। अब चाहिँ हामी दरबार आइपुगेका छौँ। दरबारमा अब प्रवेश गर्दैछौँ है हामी। ल अहिले चाहिँ हामी छत्रसालका मकबरा, छत्री भनेको छत्रसाल बस्ने निवास होइन के हो? छत्री भनेको के त नि? मकबरा भनेको खै क्या हो जे भयो नि यहाँ आइपुगेका छौँ। हेलो फोटो कि भिडियो? अब चाहिँ हामी दरबारभित्र प्रवेश गरेका छौँ। बोले श्री छत्रसाल महाराज की जय। बाजीराव पेशवा जो उनकी जमाई थी उन्होंने बनवाया है। यहाँ जो आप म्यूजियम में झामा देख कर आए, वो झामा यहाँ छत्रसाल महाराज को ज्वाइँले चाहिँ जो म्यूजियम में झामा टंगा था लंबा वाला, वो यही मिला था। फिर बाजीराव पेशवा जी जो उनकी जमाई थी उन्होंने ही बनवाया। यादगार समाधि स्थल बाजीराव हो, मस्तानी का हो, हाँ हस्बैंड यहीँ बनाइदिएको ज्वाइँ ससुराको नाममा ज्वाइँले। ये मनोकामना पूर्ण स्थान है। यहाँ के बाद महाराज छत्रसाल जी मिले नहीं। वीडियो बनाओ तो वहाँ प्रणाम कर देंगे। हाँ इधर से ऊपर से इधर से सामने। तो मतलब बाजीराव ने क्या मतलब महल बनाया कि ये महाराज छत्रसाल अंतर्ध्यान होने के बाद बनाया। नहीं ये पूरा महल की बस यही पूरा महल बनाया। अच्छा हाँ किसने बनाया? बाजीराव पेशवा। वो बेटी ने? हाँ यहाँबाट देखिने नजारा नजारालु आहा पहाड पर्वत। ल फेरि आऊ। अहिले चाहिँ हामी यहाँ माथि आइपुगेका छौँ। त्यहाँबाट माथि आउने बाटो चाहिँ यहाँ एउटा यहाँ रहेछ, एउटा त्यस्तै यतापट्टि छ। यो मान्छे चाहिँ यहाँ यो भर्याङबाट चढेर आयो। यो भर्याङ तल हेर्ने कहीँ छैन। अचम्मको कुरो हो, यो माथिबाट मात्र भर्याङ देखिन्छ, तल भर्याङ कहीँ छैन। म त्यहाँबाट उक्लिएर आएको डराए डराए, यस्तो पर्खालबाट उक्लिएर आएको। पुगिन्छ चाहिँ कहाँ? एकचोटि हेर्नै पऱ्यो यो भर्याङ पुगिन्छ चाहिँ कहाँ। तलबाट छैन क्या भर्याङ। म आएर दुईचोटिसम्म हेरेको। ल यहीँ रहेछ त फेरि भर्याङ। ल यहाँ पनि एउटा कुकुर आएर बसेको छ। कुकुर चाहिँ छत्रसाल महाराजको सन्तानै परेछ। जहाँ जहाँ हामी छत्रसालको चाहिँ जहाँ जहाँ ठाउँमा जान्छौँ त्यहाँ चाहिँ एउटा न एउटा कुकुर आएर बसिरहेको झगडा ढोकानिर। कमरभरि जिउभरि पेटी बाँधेको छ नि भले भाइ हो यो चाहिँ। ल अहिले चाहिँ हामी यो महल घुमेर आइपुगेका छौँ। यो महल चाहिँ छत्रसाल महाराजको होइन रहेछ, मतलब छत्रसाल महाराजको समाधि। छत्रसाल महाराजको उता अन्तर्ध्यान हुनुभयो। यहाँ चाहिँ कपडालाई ल्याएर समाधि गरेको थियो र उहाँको ज्वाइँ होइन, ज्वाइँ बाजीरावले आफ्नो ससुराको लागि भनेर बनाएको एउटा सम्झनाको लागि बनाउनु भएको रहेछ। बाजीराव मिल्नु चाहिँ छैन। बाजीराव सम्पत्ति होइन होला नि त, सम्पत्ति चाहिँ
बागेश्वरधाममा जहाँ एक महाराज हुनुहुन्छ, कसले चाहिँ नि मान्छे हेरेर कसको के प्रब्लम छ सबै भनिदिनुहुन्छ। युट्युबमा एकदम फेमस हुनुहुन्छ। यहाँ फोटो हाम्रो यात्रा सकिएर अब अलि पन्नाधाम फर्किँदैछौँ। आज बिहान घुम्न जाँदाखेरि ट्रक लडेको थियो। अहिले हामी बेलुका सबै घुम्यो फर्किँदाखेरि निकाल्दै छ क्रेनले। म त काफी भनेको त नाफिस रहेछ नि त बसको नाम त। मिठो त नमिठो बनाएर दिने क्या। हामी आचार्य श्री श्यामदासजी महाराजको समाधिमा आइपुगेको छौँ। यहीँबाट चाहिँ पहिला ट्रेनको बोलिए तो एक बार। तो क्या हुआ था कि जब वो अंग्रेज आया ना तो यहाँ से बना करके जाता था ट्रेन, और जब बना करके जाता था तो सुबह में दिखता था तो यहाँ टूटी ट्रेन लोखंड टूटा हुआ मिलता था। तो सब हैरत खा के रह गए कि देखो ये यहाँ से क्या चमत्कार है। इनको जब उनने खुगड़ा तो इनके अंदर में वो ब्लेड निकला तो ये तपु भूमि इनकी बहुत तपु भूमि इनके यहाँ से फिर वो ट्रेन वहाँ से गई वापस मुड़ गई वहाँ से, नहीं तो यहाँ सिंध से जा रही। मतलब कितने दूर है अभी वो ट्रेन का तो मार्ग यही है ये सीधा ताप्ती से यहाँ से आ रहा था। फिर पुल बन गया वहाँ से, उस समय बहुत पुरानी बात है। अच्छा मतलब कितने साल पहले की होगी शायद? ये कम से कम ज़्यादा नहीं तो 250-300 साल ऐसा कुछ मेरे को लगता है। पहिला यहाँबाट चाहिँ अङ्ग्रेजहरूले त्यो ट्रेनको लिक लाने क्रममा यहाँबाट खन्ने बेलामा चाहिँ नि खुन निक्लेको थियो। यहाँ चाहिँ ठुलै महाराजको केही हुनुपर्छ भनेर अनि अङ्ग्रेजहरूले उताबाट ट्रेन लगेको भन्ने सुनिएको थियो। आज बल्ल देख्न पाइयो। प्रणाम। हामी चाहिँ अहिले यहाँ तिनपाते मन्दिरमा आइपुगेको छ, जहाँ चाहिँ 400 वर्ष अगाडिदेखिको एउटा सानो बोट रहेको छ, जसमा अहिलेदेखि 3टा पात बोट 4टा पातमा भएको छैन। 3टै पात मात्रै रहेको छ 400 वर्षदेखि। यस मन्दिरमा आएका छौँ। तपाईँले स्लो मोसन होला नि। तुम प्रेम हो, तुम प्रीत हो, मेरी बात